सबैजनामा नमस्कार। आज मेरो हातमा पहिलो संसद बीपी महेन्द्र टकराव भन्ने किताब छ, जुन जगत नेपालले लेखेको हो। यो विशेष गरी बीपी र महेन्द्र बीचको टकराव र त्यो द्वन्द्वको विषयमा दिएको छ र पहिलो संसद र त्यो संसदले सदनमा प्रस्तुत गरेका नीति तथा कार्यक्रमको बारेमा छ। पहिलो निर्वाचित सरकारका कामहरूको विषयमा दिएको छ। महासमितिमा बहुमत प्राप्त गरेर बीपी प्रधानमन्त्रीको रूपमा रहे, तैपनि भारतीय नेहरूहरूको इन्ट्रेस्ट र नेपाल को राजाहरूको बीपी प्रतिको जुन बुझाइ, बीपी सत्तामा रहे, सरकारमा रहे भने भारतलाई पनि केही न केही अप्ठ्यारो पार्न सक्छन् भन्ने खालको बुझाइले गर्दा तुरुन्तै अपदस्थ गर्नु पर्यो। राजा महेन्द्रले को गरेको हामी यो थाहा पाउँछौँ र यसमा यो किताबभित्र बीपी र महेन्द्रको टकराव कसरी सुरु भयो, बीपी र महेन्द्र बीचको अन्तर्द्वन्द्व के थियो र राज दरबार अथवा राजा र कांग्रेस बीचको टकराव कसरी सुरु भएको थियो भन्ने कुरा प्रस्तुत गरेको छ। हस्, धन्यवाद, नमस्कार।